आज चाहिँ मलाई गाई के सिकायो भन्दाखेरि खतरा कुरा सिकायो कि गाई त के भन्नु होइन नेचरले के कुरा नयाँ कुरा सिकायो भन्दाखेरि आज पोखरामा होइन पोखरामा हो कि अरू ठाउँमा नि आएर पानी होइन पानी खतरा ठुलो आयो कि पोखरामा हावा पनि त्यस्तै आएको थियो कि घर उडा गरेको टाइपको अनि मैले चाहिँ नयाँ कुरा सिकेँ कि आज चाहिँ ठुलो पानी पनि आयो हावा पनि खत्रै आयो होइन अनि त्यो पछि के देखेँ मैले थाहा के देखेँ थाहा तपाईँको पनि देख्नुभयो अरे तपाईँ पनि देखिराख्नु भयो के देखेँ थाहा Look at the view, man. Look at the view, man. Oh my God. Look at the view. के चिज पाउनु अगाडि अप्ठ्यारो आइपुग्छ होइन गाह्रो हुन्छ अनि गाह्रो भइसकेपछि के देख्नु पाउँछ यस्तो राम्रो देख्नु पाउँछ लाइफ पनि यस्तै देख्नु पाउँछ यस्तै राम्रो हुन्छ लाइफ पनि है अनि यही कुरा सिकेको मैले आज नेचरले यस्तै सिकाएको मलाई नेचरले लाइफ कसरी जिउनु भनेर सिकाइदिएको मलाई आज मलाई आज खुसी छ यार त्यो भएर तपाईँहरू नहात्तिनु म जस्तो चियो होइन म पनि तपाईँ हात्तिनु मान्छे फर्केको होइन अहिले चाहिँ हात्तिदिनँ म यस्तै कुराबाट मन गर्दै गर्छु नयाँ कुराहरू सिक्दै गइरहेको छु यस्तै नेचरले सिकाएको छ कहिले मान्छेले सिकाएको कहिले अब सिकाउँछ दुनियाँहरू जे पनि सिकाएको म चाहिँ त्यसलाई फोकस हालेर लाइफलाई इजी टाइममा हिँडिरहेको छु अनि त्यही हो तपाईँहरूको बुझ्नु आउनु राम्रो बाटोमा हिँड्नु नराम्रो बाटोमा गयो भने खुट्टा नचाल्नु अनि अरू त लाइफ भनेको यस्तैबाट सिक्नु के कसरी जिउने लाइफ भनेको यस्तै मान्छेबाट नेचरबाट होइन अनि छ त मान्छेको बोलीबाट अनि बाबाआमाको कसरी बाबाआमाले ह्यान्डल गर्नुपर्छ त के गर्दाखेरि राम्रो पर्छ त भनेर त्यस्तोबाट सिक्नु हातको काम छैन नयाँ कुराहरू सिक्दै जानु त्यस्तै नै अगाडि बढ्ने भने लाइफ जिउनु नै नयाँ कुरा यस्तै नै हो अनि उहाँ चाहिँ खतरा आएर जस्तो क्या उकेट त भ्यू म्यान हिउँ झरेछ यार हिउँ परेछ नि त उसमा डाँडामा पर्नै त ब्याक क्यामेरा गर्छु म ल हेर्नु हिउँ परेछ कि त्यहाँ हिउँ परेछ कि खतरा हिउँ पऱ्यो भ्यूहरू कस्तो दामी देखियो यार त्यो आत्तिनु हुँदैन म जस्तो चिउमा होइन लाइफ भनेको यस्तो गएको अप्ठ्यारो आइहाल्छ केही गएको भयो भने चाहिँ केही नयाँ कुरा राम्रो कुरा हुँदैछ है भन्ने सोच्छु यही जस्ट गोइङ चिल अप